व्यक्तिगत म जहाँ मेरो 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 चाहिँ के हो भने नि मेरो फर्स्ट हो म यहाँ बलियो भएर 2-4 पैसा कमाउन सकेपछि बल्ल म बाहिर गर्छु म यहाँ केही पनि नगरिकन हिँड्यो भने त्यसले काँडा बाँचेका भन्छ नि हो या फर्स्ट तपाईँको गाई त्यसपछि सक्छ यो हिसाबले जानुभयो भने पैसाहरू चाहिँ हुन्छ आज हामी बुढौली कृषि समूह र कृषि समूह तथा पशुपालकको समूहबाट आज हामी यहाँ जिल्ला अध्यक्षज्यू किशोर बगालेज्यूको फर्ममा हामीले अवलोकन गर्न पायौँ सरको सहकार्यमा र यसलाई सहकार्य गर्ने काम कृष्ण गोपाल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्षज्यू महतो दत्तज्यूले जुन सहकारी गरेर यहाँ अवलोकन गर्न ल्याउनुभयो उहाँलाई विशेष धन्यवाद र हामी सबै आएर अवलोकन गऱ्यौँ र सरहरूबाट धेरै कुराहरू ज्ञान लियौँ। सरले भन्दै गर्नुहुन्थ्यो हरेक साधारण सभामा जाँदाखेरिमा यसरी गर्नुपर्छ भन्दाखेरि के हो त सरले भन्नु मात्र हो कि साँच्चै नै फर्म गरेर चाहिँ गर्नुभएको छ भन्ने कुरो चाहिँ हामीले हेर्न देख्न पायौँ। जुन हामीले अटोमेटिक पानी पुरा गर्नुभएको थियो त्यो सरकोमै देख्न पायौँ र धेरै कुराहरू घाँसकोदेखि लिएर फर्म गर्दाखेरि हुँदो रहेछ हामीले पनि केही गर्दा यहीँ हुँदो रहेछ भन्ने कुरा सरको फर्मबाट पनि हामीले अवलोकन गऱ्यौँ र भोलिका दिनहरूमा पनि जति के छ हामीले गर्नुपर्ने सरले गर्नुपर्ने के छ सरले आफ्नो तर्फबाट सधैँ नै हामीहरूको लागि गरिरहनु भएको छ। म पनि त्रिनेत्र दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष रहिरहँदाखेरि सरले धेरै गुण लाउनु भएको छ। सरले किसानको लागि एउटा व्यक्ति होइन उहाँले हेर्ने भनेको एउटा व्यक्ति होइन एउटा संस्था मात्र होइन व्यक्तिलाई पनि आपत परेको बेलामा सहयोग गर्ने काममा उहाँको अपरिहार्य छ। यसमा मैले बयान गर्नै सक्दिनँ र जहिले पनि उहाँ हाम्रो साथमा हुनुहुन्छ। आज अवलोकन गरेर जुन सरले हामीलाई यहाँ साथ दिनुभयो जसले यहाँ अवलोकन गर्ने जसरी घुमाउनु भयो देखाउनु भयो त्यसले गर्दा हामीले के शिक्षा पायौँ भने हामीले पनि केही गर्नुपर्छ केही सुधार गर्नुपर्छ कसरी हुन्छ 2 पैसा कमाउने वातावरणमा हामी जानुपर्छ भनेर जुन ज्ञान दिनु उहाँलाई धेरै धन्यवाद दियो सरलाई र फेरि पनि आउने दिनहरूमा सरहरूको सधैँभरि साथ रहिरहनेछ र पनि अझ धेरै उहाँले गर्नुपर्ने हामीले गर्नुपर्ने साथ सहयोग माग्नुपर्ने सरले सधैँ भन्ने गर्नुहुन्छ सरले उहाँले गर्नुपर्ने सेवा र उहाँले गर्नुपर्ने दायित्व सधैँ निर्वाह गर्नुहुन्छ। हामीले जहिले पनि सरको सुन्ने गर्छौँ। यहाँ हरेक साधारण सभादेखि लिएर किसानहरूमा जहाँ 2 जना व्यक्ति हुनुहुन्छ ल 2 पैसा काम गर्नुपर्छ कृषिबाटै क्रान्ति हुन्छ भनेर जुन उहाँले सन्देश दिनुहुन्छ आज साँच्चै नै उहाँ हेर्दाखेरिमा यति धेरै फस्टाउनु भएको नै सरको उपदेश र हाम्रो हामीले यहाँ जति अवलोकन गर्छ यो अवलोकन हामीले सबै गाउँमा फिजाएर यसरी गर्नुपर्छ भन्ने एउटा सिक्यौँ र सरलाई फेरि पनि धन्यवाद दिँदै यहाँ पनि हामी सबै बिदा हुन्छौँ।